नमस्ते सम्पूर्ण दर्शकवृन्दहरू, यहाँहरू हेर्दै हुनुहुन्छ वाइट हिमाल टेलिभिजन, हिमालयन टेलिभिजन, dcnepal.com, bitnepal.com र ख्यानर नेपाल। आज मलाई साथ दिँदै हुनुहुन्छ म आइशा ओझा, विकास राज। देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नारीहरूलाई ह्यापी तीज। र यसै क्रममा आज अमेरिकाको टेक्सास राज्य अन्तर्गत अर्बिन टेक्सासमा इन्द्रणी कल्चर सङ्घ र NST नेपाली सोसाइटी अफ टेक्सास द्वारा संयुक्त तीजको कार्यक्रम यहाँ भव्य रूपमा सुरुवात भइरहेको छ। हल हाम्रो अलिकति सेन्टरमा र राम्रो खालको हल हामीले विगतको वर्षको अनुभवलाई हेरेर अहिले चाहिँ राम्रो खालको हल गरेका छौँ र टिकटमा पनि 15 रुपियाँको टिकट काटेर खाना चाहिँ पूर्ण सन्तुष्टि मिल्नेछ भन्ने हामीले विश्वास गरेका छौँ। धन्यवाद यहाँले सम्पूर्ण जानकारी दिनुभएकोमा। तीजको लाइन है, कहाँबाट आउनुभयो यहाँहरू? युरेसबाट आउनुभयो यहाँ नि? वर्ष दिनैको तीज आयो घुम्दै फेरि, वर्ष दिनैको तीज आयो घुम्दै फेरि, दुनियाँले आँखा मार्छन् मैलाई हेरी। मलाई चाहिँदैन कसैको दिलभित्र बास, मलाई चाहिँदैन कसैको दिलभित्र बास। म त मान्छे बिन्दास, 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 म त मान्छे बिन्दास। मलाई बानी बस्यो सधैँ नाच्ने गाउने, मलाई बानी बस्यो सधैँ नाच्ने गाउने, यो जीवनमा छ र आखिर के नै पाउने। मलाई छैन यो जीवनमा केहीको नि आस, मलाई छैन यो जीवनमा केहीको नि आस। म त मान्छे बिन्दास, 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 म त मान्छे। नमस्कार नमस्कार, बाहिर हुनुभएको सबैजना भित्र आएर बसिदिनु हुन म अनुरोध गर्दछु। हाम्रो कार्यक्रम चाँडै नै सुरु हुन गइरहेको छ। यस संयुक्त रूपमा आयोजना भइरहेको कार्यक्रमको संयुक्त कोअर्डिनेटरको रूपमा पनि काम गरी अगाडि बढाउन चाहन्छु र त्यस पछाडि हाम्रो फ्लोर ओपन पनि हुनेछ। नेपाल मनाउन आउनुभएको हामीले कतैबाट थाहा पाएपछि उहाँलाई हामीले निमन्त्रणा दिएका थियौँ र इन्द्रणी सांस्कृतिक सङ्घका अध्यक्ष नेत्र पाण्डेज्यूलाई, तपाईँहरू सम्पूर्णलाई यस तीजको शुभ अवसरमा 2 शब्द बोलिदिनु हुनका लागि म यहाँ निम्त्याउन चाहन्छु। दिदीबहिनीहरूलाई महान तीजको उपलक्ष्यमा यहाँहरूलाई स्वागत गर्दै यहाँहरूको चिताको कुराहरू
यहाँहरूले जुन तीजमा गर्ने प्रणहरू, यहाँहरूले चिताउने कुराहरू, यहाँहरूको चाहिँ सुखमय जसरी यसरी रातो साडीमा झल्किराख्नु भएको छ, सधैँ यहाँहरूलाई त्यही रातै साडीमा देख्न पाइयोस् र हामीले यसरी नै स्वागत गर्न पाइयोस्। हाम्रो चाहना यही हो। धेरै भन्नु अहिले यति नै छ। धन्यवाद। र सम्पूर्ण आमा दिदीबहिनीहरूलाई नेपाली समाजको तर्फबाट यो तीजको मुरी शुभकामना। गत वर्ष चाहिँ यस वर्ष पनि यहाँका सम्पूर्ण सङ्घ सङ्गठनहरू, त्यसमाथि पनि यो कलाकारिताको क्षेत्रमा अगाडि बढिरहेको इन्द्रणी कल्चरल सङ्घसँग नेपाली समाजले कुममा कुम जोड्दै यो वर्ष पनि भव्य तरिकाले मनाउँ भनेर यो कार्यक्रमको आयोजना गरिराखेको छ। पहिलो वर्षका कमी कमजोरीहरूलाई निराकरण गर्दै कार्यक्रम सफल बनाउने क्रममा फेरि पनि यहाँ केही कमी कमजोरी भए पक्कै पनि क्षमा गर्नुहुनेछ। आउँदा वर्षहरूमा आयोजकहरूलाई अझ राम्रो गर्नुहुनेछ। विकास नेपालीज्यूले हामीलाई केही इन्फर्मेसनहरू दिनुहुन्छ जस्तो मलाई लागेको छ, भन्न चाहन्छु। यहाँ उपस्थित महिला दिदीबहिनीहरूमा तीजको हार्दिक मङ्गलमय शुभकामना। र म एउटा डालस ट्याक्सेसको एउटा लोकल रिपोर्टरको नाताले यहाँहरू समक्ष आजको यस कार्यक्रम हामीले सक्दो नेपालको 98.3 एफएमबाट प्रत्यक्ष प्रसारण गर्न हामी एकदमै लागिरहेका छौँ। यहाँले आजको सम्पूर्ण हिमालयन टेलिभिजन नेपाल, dcnepal.com, brtnepal.com, canadaNepal.info र वाइट हिमाल टेलिभिजनहरू समक्ष ल्याउने प्रयत्न गर्दछौँ। हस् त, नमस्कार। विकास भाइ, मैले अलिकति अगाडि मात्रै एक हाम्रा स्पेशल अतिथि, सम्मानित नाम हो उहाँ। नेपाली रेडियो र टेलिभिजनको कुरा उहाँ बिना अधुरो नै रहन्छ। आम नेपालीको मनमा एक समाचार वाचकको रूपमा र एक कार्यक्रम प्रस्तोताको रूपमा अमिट छाप छोड्न सफल एक असल व्यक्तित्वको नाम हो। कर्मीका अलावा साह्रै उत्कृष्ट र सफल कलाकारको नाम पनि हो उहाँ। दर्जनौं टेलिश्रृङ्खला र अनेकौं नेपाली चलचित्रमा अभिनय गरिसक्नु भएकी उहाँ आफूलाई नेपाली पहिलो महिला टेलिचलचित्रको निर्देशकको रूपमा पनि स्थापित गरिसक्नु भएको छ। निर्देशक, अभिनय र सञ्चारको क्षेत्र यस्तो नहोस् जहाँ उहाँले उपस्थिति नजनाएको होस् र उहाँ सफल नभएको होस्। उनै असल निर्देशक र लोकप्रिय व्यक्तित्वलाई म यहाँ निम्त्याउन चाहन्छु र उहाँको नाम हो रचना सिंह। प्लिज वेलकम रचना सिंह। नमस्कार। नमस्कार। थ्याङ्क यू। न्यानो माया दिनु। धन्यवाद नृतिका लीला।
कतिको रमझम भइरहेछ यहाँहरूलाई? I'm
शशी पोखरेल भाउजूले यहाँहरूको अगाडि सबैको अगाडि लिएर जानुहुनेछ। जे जति सक्नु ममता दिव्यू र बसन्ती राईको उपस्थिति रहनेछ र यहाँ नाच्नुहुने सम्पूर्ण दिदीबहिनीहरूले अलिकति ख्याल गरेर गहना चाहिँ झर्लान् र घडीको मोडल सहित चाहिँ नै मलाई सम्पर्क गर्नु होला। घडीको मोडल सहित आउनुलाई घडी छ मसँग एउटा एकदमै रमाइलो लागिरहेको छ। अनि हजुर पहिलो साल आउनु भएको थियो? या दिस माई फर्स्ट टाइम। नो आई डिडन्ट। या अनि आज हजुरलाई यो इभेन्ट हजुरलाई सक्सेसफुल भयो जस्तो लाग्छ कि कस्तो लाग्छ? सक्सेसफुल छ। हजुर यो इभेन्ट नेक्स्ट इयर गरे पर हजुर नेक्स्ट इयर पनि आउनुहुन्छ? अफकोर्स। एकदमै रमाइलो लाग्यो, धेरैजना मान्छेहरू सबैजनासँग भेट साथीहरूसँग रमाइलो लाग्यो एकदमै। अनि हजुरलाई सबैभन्दा मनपर्ने चिज चाहिँ के यो सालको तीजको बारेमा? अब सबै नेपाली दिदीहरू दिदीबहिनीहरू सबै मिलेर नाचगान गान हुँदाखेरि। अनि नेक्स्ट इयर पनि यो तीज गऱ्यौँ भने हजुर आउनुहुन्छ? इन्टरनी र एनएसटीको तीज अरू तीजहरू भन्दा कसरी फरक लाग्छ? फरक भन्नाले के भने यो महिलाहरूको महान पर्व हो, सबैजना मिलेर मनाएको एकदमै राम्रो। र पनि त्यसमा पनि सुनमा सुगन्ध यसपालि के भयो कि नेप्ली सोसाइटी टेक्सस र इन्जिनियरिङ सांस्कृतिक कार्यक्रमको संयुक्त तत्त्वावधानमा यो मनाइएको चिज एकदमै राम्रो भयो। सबैजना दिदीबहिनीहरू एकदम नेपालमा जस्तै सजधज भएर सिँगारेर आउनुभएको छ होइन, गरगहनाले सुसज्जित भएर आउनुभएको छ। अब यो अलिकति आफ्नो ठाउँमा अर्थात् भनौँ न पहिला कहिले एनएसटीको हलमा कहिले इन्जिनियरिङकै हलमा गर्दाखेरि उहाँहरू अलिकति बढी आफूलाई के भने अब सेक्युर ठान्नुहुन्छ भने अब यहाँ आएर नथापाको ठाउँमा आएर बस्दा पनि उहाँहरू यति झपक्क भएर आउनुभएको छ कि मलाई लाग्छ अहिले यो तीजको कार्यक्रम आउनुभएको दिदीबहिनीहरूलाई हेर्दाखेरि पशुपतिको प्राङ्गणमै देखेको जस्तो लाग्यो कि त्यसैले मलाई त एकदमै राम्रो लाग्यो। हजुरलाई यसपालिको तीज अरूभन्दा कसरी फरक लाग्यो?
मलाई चाहिँ यसपालिको तिज यस्तो रमाइलो लाग्यो कि पुरै मन पर्यो मलाई त। मलाई सबै कुरा राम्रो लाग्यो। स्पेसल अब यहाँ सबैजना भेला भएर काम गरेर दिनभरि काम गरेर आएर यस्तो इन्जोय गर्नु पाउँदा एकदम खुसी लाग्यो। यहाँलाई धन्यवाद। हजुरलाई यो प्रोग्राम अर्को साल पनि गर्यो भने तपाईँ आउनुहुन्छ त? म आउँछु, रमाइलो छ। तपाईँलाई यसपालिको तिजमा कतिजना मान्छेहरू आउनुभयो जस्तो लाग्छ? टिकट गर्दाखेरि अराउन्ड 325 जति भएको छ। हजुर। अनि हजुरलाई लाग्छ कि यो यसपालिको सो सफल भयो जस्तो लाग्छ हजुरलाई? पोहोरको दाजुमा चाहिँ कमै भएको हो, तर यसपालि राम्रै भएको छ। हजुरलाई अरू नेपाली प्रोग्रामहरूबाट यो प्रोग्राम कसरी फरक लाग्छ? यो प्रोग्राममा चाहिँ साडी लगाएर, पोते लगाएर, चोली लगाएर चाहिँ त्यो नेपाली कल्चर अनुसार चाहिँ डान्स गरेको देखिरहेको छ। म पनि आफू धेरै डान्स गरेँ, मेरो श्रीमतीले डान्स गरिन्। धेरै धेरै रमाइलो लागिरहेको छ। यो नेपालमै भएको भन्दा पनि रमाइलो भइरहेको छ। हजुरले अब नेपालबाट अथवा जताबाट पनि हेर्नु भएको दर्शकबिनहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ? म त यो प्रोग्रामको आयोजक मध्येको एक हुँ। नेपाली समाज टेक्सासले आयोजना गरेको यस कार्यक्रममा एउटा आयोजकका हिसाबले मलाई यो कार्यक्रम 100% सफल भएको जस्तो लागिरहेछ। थुप्रै दिदीबहिनीहरूले झन्डै 400 भन्दा बढी दिदीबहिनीहरूले जुन सहभागिता देखाउनु भयो र अहिले झन्डै रातिको 1 बज्न लाग्यो। यति उत्साहपूर्ण ढङ्गमा जुन उपस्थिति भएको छ, आयोजकका हिसाबले एकदमै हामी सफल भएको ठानेका छौँ र गौरवान्वित छौँ। यसको सबैभन्दा मनपर्ने चिज चाहिँ के लाग्यो त? सबै कुरो राम्रै छ, राम्रै लाग्यो। राम्रो छ। सुधार्न पर्ने पक्षहरू के लाग्छ त? खास लास्ट इयर भन्दा अहिले चाहिँ अब जनसङ्ख्या अलिक कम जस्तो लाग्यो होइन। हल अलिकति कन्जेस्टेड लाग्यो। अलिक सबैलाई कन्भिनियन्ट हुने गरी अलिक राम्रो ठुलो हलमा गर्दा राम्रो हुन्छ जस्तो लाग्यो। बाँकी सबै कुराहरू त दर पनि खाइयो होइन। तिज पनि एकदमै रमाइलो भयो है। त्यही हो, अलिक सबैलाई कन्भिनियन्ट हुने गरी सबैलाई समावेश गरेमा राम्रो हुन्छ जस्तो लाग्छ। थ्याङ्क यू। हजुरले नेपालबाट हेर्नु भएको दर्शकबिनहरूलाई के भन्न चाहनुहुन्छ? सबैलाई मेरो तर्फबाट तिजको धेरै धेरै शुभकामना। अनि अर्को साल यो तिज मनाउँदाखेरि हामीले सुधार्न पर्ने पक्षहरू के? मेरो त यो पहिलो तिज हो यहाँको, त्यही भएर मलाई त सबै राम्रो लागेको छ। थ्याङ्क यू अनि ह्याप्पी तिज। यहाँ हुनुहुन्छ आजको हाम्रो एउटा कोअर्डिनेटर यमुना भट्टराई हो। हजुरलाई लास्ट इयर भन्दा यो इयरको प्रोग्राम कस्तो लाग्छ? सफल जस्तो लाग्छ कि कस्तो लाग्छ? कम्पेरिभली लास्ट इयर भन्दा एकदमै सफल भएको जस्तो लागेको छ। अहिलेसम्म पनि दिदीबहिनीहरू रमाइलो गरेर बसिराख्नु भएको छ। यो एउटा सफलताको एउटा नतिजा पनि हो। डेफिनेटली सफल भएको अनुभव भएको छ मलाई। हजुर, अनि मलाई लाग्छ कि एनएसटी र इन्द्रनीले पहिलोचोटि यसो मिलेर सँगै तिज गरेको छ र अरू तिजहरू जस्तै पहिला छुट्टै छुट्टै हुन्थ्यो, एनएसटीको छुट्टै इन्द्रनीको छुट्टै तिज, अनि यसपालि चाहिँ सँगै भएकोमा हजुरलाई के एउटा एडभान्टेज लाग्छ र के नयाँ भयो जस्तो लाग्छ एनएसटी र इन्द्रनीले दुईटैले मिलेर एउटा तिज गर्दैमा यो साल? वेल, यसरी सोसाइटीमा मिलेर गरिएको यो एक्चुअली दोस्रो तिज हो। लास्ट इयर पनि हामीले सङ्गीत गरेका थियौँ र लास्ट इयरको पनि सङ्गीत कोअर्डिनेटर म नै थिएँ। तर त्योभन्दा अगाडिका वर्षहरूमा भने डेफिनेटली हामीले समाजमा दुईटा तिज भएको पाएका थियौँ। जहिले पनि समाज मिलेर एउटै भएर जानुपर्छ भन्ने कुरामा म असाध्यै जोड दिन्छु र साथीहरूलाई यस कुरामा कन्भिन्स गर्ने कुरामा पनि मेरो ठुलो हात रहेको छ। यसले गर्दाखेरि समाजमा असाध्यै रमाइलो वातावरण र असल एउटा इन्भाइरोमेन्ट भित्र्याउँछ भन्ने मेरो भनाइ छ। तपाईलाई पहिलो वर्षभन्दा यसपालिको तिज कसरी फरक लाग्छ? एकदमै फरक छ। पोहोरभन्दा हामीहरूले अब लास्ट इयर भन्दा पहिलो इयर भन्दा लास्ट इयर रमाइलो थियो धेरैजना, अहिले झन् रमाइलो हुँदै गइरहेछ। एकदमै थ्याङ्क यू भन्न चाहन्छु हाम्रो आयोजकहरूलाई। उहाँहरूले यस्तो राम्रो चाहिँ आयोजना गर्नुभएको, दर पनि खायौँ, नाच्यौँ है। सबै कुरा यस्तो खुल्ला आनन्द साँच्चै कि नेपालकै जस्तै फिल भइरहेछ। धेरै धेरै धन्यवाद दिन चाहन्छु र थ्याङ्क यू हजुरलाई पनि। अघिल्लो वर्ष कोहीले गुनासो गर्दै हुनुहुन्थ्यो कि खाना पुगेन र अरू कुनै गुनासो गर्दै हुन्थ्यो र हजुरलाई लाग्छ कि यो साल केही कमी रह्यो अथवा केही अर्को साल पनि मिलाउनु पर्ने जस्तो केही लाग्छ तपाईँलाई?
यो साल मलाई धन्यवाद आयोजकज्यू सबैजनालाई। यो साल मलाई असाध्यै रमाइलो लाग्यो। लास्ट इयर हाम्रो अलिकति खानाको अलिकति सानो प्रब्लम देखिएको थियो। अहिले चाहिँ सबै कुरा मिठो रहेछ। हामी सबैजना भएर रमाइलो गरियो। नाचगान पनि त्यस्तै रमाइलो भयो। अहिले चाहिँ मलाई साह्रै रमाइलो लाग्यो। अहिलेको आयोजक कमिटीलाई धेरै धेरै धन्यवाद। अहिलेको सो ओभरअल हजुरलाई कस्तो लाग्यो? आजको सो ओभरअल हेर्नु पर्दाखेरि एउटा सफल कार्यक्रमको रूपमा भएको जस्तो हामीलाई लाग्छ। किनभने यो हलको विशेष रूपमा यो हल अहिलेसम्म 30 मा नेपाली महिलाहरूले यतिको हल चाहिँ पाउनु भएको थिएन जस्तो हामीलाई लाग्छ। त्यो एउटा नम्बर पोइन्ट गर्नुपर्ने कुरा हो। र अर्को लास्ट इयर अलिकति हाम्रो चाहिँ हल सानो थियो, जसले गर्दा खाना खुवाउन अलिकति समस्या पनि परेको थियो। अहिले खाना पनि समयमै आयो र सबैले चाहिँ व्यवस्थित रूपमा राम्रो नेपाली स्वादका साथ खाएर इन्जोय गरेर हर्षोल्लासका साथ नाचगान गरेको जस्तो हामीलाई लागेको छ। हामी खुसी छौँ र सबै नेपाली दिदीबहिनीहरू पनि खुसी नै हुन्छ जस्तो हामीलाई लागेको छ। अनि हजुरले हामीलाई अब आउने एनएसटी को भाविक प्रोग्रामहरूको बारेमा के भन्न सक्नुहुन्छ? अहिले छोटो रूपमा भन्दा यो त्यसपछि गएर दशैंको कार्यक्रम हाम्रो अक्टोबर 6 सन्डे डिएफडब्ल्यू होटलमा। त्यसमा हाम्रा कलाकारहरू ममता दिव्यम र अर्को एकजना राई बहिनी आउँदै हुनुहुन्छ। यतिलाई अहिले यति नै हो। हजुरलाई लास्ट इयर भन्दा यो सालको 30 मा के फरक लाग्यो? फरक त केही छैन। खानेकुरा राम्रो भयो हैन, खानेकुरा प्रशस्त पुग्यो, हल राम्रो लाग्यो, रमाइलो भयो, नाच्यो, इन्जोय गरियो, त्यही हो। राम्रो लाग्यो। तर मान्छे अलि कम भए, गए सालभन्दा अलि कम्ती मान्छे भयो, त्यही हो। Namaste everyone, my name is Nikki Pandey with Bikash Raj Neupane from brtnepal.com, and today we got a lot of feedbacks from everyone that had come to this event, and this is one of the events that NST and Indian culture हामीले सबैजनालाई सोध्यो र सबैजनाले भन्नुभयो कि यसपालिको हल पनि धेरै ठुलो थियो र खाना पनि धेरै प्रशस्त थियो, सबैलाई पुग्ने गरी एकदमै मिठो रेस्टुरेन्टबाट ल्याएको खाना थियो। अनि लास्ट इयर भन्दा पनि यसपालि धेरैजना दर्शकहरू आउनुभयो र हामी सबैजनाले नाच्यौँ, खायौँ अनि एकदमै रमाइलो गर्यौँ। र नेक्स्ट इयर डेफिनेटली मैले भन्छु कि हजुर सबैजना जसले हेर्दै हुनुहुन्छ सबैजना आउनुहोस्, रमाइलो गरौँ। यसपालि भन्दा पनि अझै रमाइलो गर्नेछौँ नेक्स्ट इयर। यसपालि लास्ट इयर भन्दा धेरै राम्रो भयो, धेरै सक्सेसफुल भयो यो सो, र नेक्स्ट इयर अझै सक्सेसफुल बनाउनको लागि सबैजना आउन मैले निम्ति गर्दैछु। र म हुँ निकी पाण्डे विथ विकास राज नेउपाने brtnepal.com। थ्याङ्क यू।